अहिले भारत र पाकिस्तानको युद्ध भइरहेको छ। कयौं नेपाली दाजुभाइहरू त्यहाँ कश्मीरमा खटिएर लडाईँको मोर्चामा हुनुहुन्छ। उहाँलाई सम्झेर मलाई नारायण रायमाझी दाइको एउटा गीतको याद आयो। एक झलक म गाउन चाहन्छु। मलाई सम्झी रेली मैना है आमा तिम्रो छोरो रेलीमै जिउँदैछ राणामा। मलाई सम्झी रेली मैना है आमा तिम्रो छोरो रेलीमै जिउँदैछ राणामा। बायाँ हातमा राइफल त दायाँ हातमा गोली, कमरैमा कुकुरी त पिठीमा झोली। हप्ता 15 दिनसम्म जंगलैको बास, खानु पिउनु केही छैन भातको एकै घाँस। चढ्याङ चुडुङ चड्किरहन्छन् जंगलभित्र गोली, खाली पेटमा लड्नु पर्छ छाती खोली खोली। सम्झना भो रेलीमै पियारी, स्वामीलाई नजाऊ भन्थिन् रेलीमै लाहुर जानेला। सम्झना भो रेलीमै पियारी, स्वामीलाई नजाऊ भन्थिन् रेलीमै लाहुर जानेला। धन्यवाद धन्यवाद धन्यवाद।